भाइ कहाँसम्मको यात्रा हो नि? कहाँ जानु र दिदी, यही गाउँसम्म त हो। ए तपाईको त भर्खर विवाह भएको होइन? अब त सन्तानको योजना पनि त बनाउने होला नि भाइ? हजुर हो नि। अब चाहिँ तपाई गर्भ योजनामा हुनुहुन्छ भने एउटा औषधि खानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाई र तपाईको श्रीमती नजिकैको स्वास्थ्य संस्थामा गएर जानकारी सल्लाह लिन सक्नुहुन्छ। नमस्कार आउनुहोस् बस्नुहोस्। के सेवा गर्न हजुरको? हामी चाहिँ भर्खर बिहा गरेको हो अनि अब हामी चाहिँ सन्तानको योजना बनाउने तयारीमा छौँ। हामीलाई चाहिँ स्वयंसेविका दिदीले गर्भको योजना बनाउँदाखेरि चाहिँ औषधिको सेवन गर्नुपर्छ भन्नुभएको थियो। त्यही भएर यो औषधि चाहिँ के रहेछ भनेर हजुरसँग जानकारी दिन आएको डाक्टर साहब। धेरै राम्रो गर्नुभएको छ। स्वयंसेविका दिदीबाट सुनेर आउनु भएको रहेछ। खासमा यो औषधि भिटामिन बी मध्येको भिटामिन B9 हो। यसको नाम चाहिँ फोलिक एसिड हो। खासमा यो चाहिँ हरियो सागसब्जीहरूमा पनि पाउँछ। तर गर्भवतीको बेला चाहिँ पर्याप्त मात्रामा नपुगेको कारणले गर्दाखेरि श्रीमान श्रीमती दुवैजनाले चाहिँ गर्भ योजना गर्नुभन्दा कम्तीमा 3 महिना अगाडिदेखि नै श्रीमान श्रीमती दुवैजनाले एक चक्की सेवन गर्नुपर्ने हुन्छ र गर्भ बसिसकेपछि चाहिँ श्रीमानले सेवन गर्नु पर्दैन। त्यसपछि चाहिँ श्रीमतीले थप 3 महिना चाहिँ सेवन गर्नुपर्ने हुन्छ। डाक्टर साहब, मैले किन खानु पर्ने हो र? ओहो, एकदम राम्रो प्रश्न गर्नुभयो हजुरले हैन। यो फोलिक एसिड सेवन गरेपछि पुरुषबाट निस्किने शुक्रकीट र महिलाबाट निस्किने अण्ड एकदम स्वास्थ्य र गुणस्तरीय हुन्छ र गुणस्तरीय स्वास्थ्य भइसकेपछि बच्चा पनि एकदमै स्वास्थ्य हुन्छ। अनि डाक्टर साहब, यो फोलिक एसिड नखाँदाखेरि चाहिँ के समस्याहरू हुन सक्छन् त? ओहो, एकदम राम्रो क्वेसन गर्नुभएको छ हजुरले त। यो फोलिक एसिड नखाएपछि त धेरै समस्याहरू हुन्छ। जस्तै आमामा हुने समस्याहरू, उक्त रक्तचापको समस्या हुन सक्छ, रगतको मात्रा कमी हुन सक्छ, महिलामा चाहिँ गर्भपतनको समस्या हुन सक्छ। त्यसैगरी बच्चामा हुने जन्मजात विकृतिहरू हुन सक्छ। जस्तै बच्चाको मस्तिष्कको हाडको विकास राम्रोसँग हुन सक्दैन। त्यसैगरी बच्चामा हुने ढाडको समस्याहरू हुन सक्छ। ढाडको नसा राम्रोसँग विकास हुन सक्दैन। त्यसैगरी बच्चामा ओठ फाटेको हुन सक्छ, तालु फाटेको हुन सक्छ, कम तौलको बच्चा जन्मेको हुन सक्छ। त्यसैले यो सबै समस्याहरू हुनबाट बचाउनको लागि हजुरहरूले अनिवार्य रूपमा यो सेवन गर्नुपर्ने हुन्छ। अनि डाक्टर साहब, यो भिटामिन चाहिँ हामीले निशुल्क रूपमा पाउँछौँ कि किनेर खानुपर्ने हो? फोलिक एसिड भिटामिन नेपाल सरकारबाट निशुल्क उपलब्ध छ। यो औषधि सबै स्वास्थ्य संस्थामा निशुल्क पाइन्छ। आजैबाट फोलिक एसिड दुवैजनाले सेवन गर्नुहोला र हाम्रो सिस्टरसँग भेटेर जानुहोला। ओके डाक्टर साहबले सबै कुरा भनिसक्नु भयो है। अब के छ भनेदेखि हामीसँग करुणा फाउन्डेसन नेपालले दिनुभएको नवदम्पति शुभकामना कार्ड छ। यो चाहिँ टाइम निकालेर दुवैजनाले पढ्नु होला। यसमा सबै कुरा लेखिएको छ है। यो फोलिक एसिड चक्की चाहिँ दुईजनालाई मैले 1 महिनाको लागि दिएको छु। दिनको 1 गोली खानु होला है। 1 महिनासम्म पुग्छ। 1 महिनापछि फेरि आउनु होला है त। यो औषधि चाहिँ अहिले सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा चाहिँ निशुल्क उपलब्ध भइरहेको छ। अरू गाउँघरमा नवदम्पतिहरू हुनुहुन्छ भने उहाँलाई पनि जानकारी दिनु होला। स्वास्थ्य संस्थामा आउनु पनि भनिदिनु होला है त। नमस्ते। फेरि आउँदै गर्नु होला।